हेलो एभ्रिवान, यो चाहिँ मैले नानीको लागि समरको लागि सपिङ गरेको थिएँ। अनि यहाँ घरमा आएर चाहिँ के सपिङ गरेँ भनेर हजुरहरूलाई मैले देखाउँदैछु है। यो चाहिँ मैले टप र बटम दुइटै किनेको छु। कुनै चाहिँ फेरि टप मात्र भएको छ। धेरै जसो म्याक्सिमम मैले टप ज्यादा किन्छु कि आई डोन्ट नो वाइ। मेरो लागि पनि धेरै जसो बटमभन्दा टपको सामान ज्यादा हुन्छ कि है। यो चाहिँ मैले बस्दै भन्ने एउटा दिदीले भन्नुभएको थियो, त्यहाँ पनि राम्रो लुगा पाउँछ क्वालिटीको भन्नुभएको थियो। अनि एकचोटि कस्तो रहेछ भनेर हेर्नु गएको थिएँ, अनि त्यही बेला किनेको। यो चाहिँ मलाई एकदम राम्रो लाग्यो, छाम्दाखेरि पनि सफ्ट छ। अनि हेर्दा पनि अब बच्चालाई अलिकति होइन, अलिक सानो बच्चाहरूलाई त अलिकति राम्रै, अब बुट्टा भएकोहरूले सुहाउँछ नि त। यो चाहिँ चेरीवाला, यो चाहिँ मलाई एकदम हेर्दा नि सफ्ट लागेको थियो। अनि समरलाई चाहिँ ठिक्क हुन्छ जस्तो लाग्यो कि, तर पेयरिङ गर्दाखेरि चाहिँ अलिकति साइज भने जस्तो मिलेको त छैन, तै पनि हुन्छ होला सायद। यो पालि बो पनि रहेछ सुरुवाल यो मलाई बो पनि राम्रो लागेर लिएको थिएँ। अनि यो वाइट कलरको टप चाहिँ मलाई यसको बच्चा सानो बच्चाहरूलाई त्यस्तो घाँटी हुन्थ्यो, नेक लाइन यस्तो भएको राम्रो सुहाउँछ नि त। यो चाहिँ सफ्ट थियो है, छाम्दाखेरि एकदम सफ्ट थियो, बटन हो। अनि त्यसपछि यो चाहिँ मैले स्कर्ट टाइपको माथि भित्रबाट टी सर्ट लगाएर तलबाट लगाउनु मिल्ने खालको यो किनेको थिएँ। अनि त्यसपछि अहिले चाहिँ एकदम त्यो वाइक्वेनले पनि नागा सोधेलाई हटाएर हात सोधे पनि के भन्छ कि। अनि मैले दुई तिनटै ल्याएको छु, दुई तिनवटा एकैचोटि ल्याएको, कतिचोटि जाने भनेर झ्याउलाउने, अनि एकैचोटि ल्याएँ आनन्दै भनेर। अनि त्यसपछि यो चाहिँ मैले उसको लागि सक्स ल्याएँ। सक्स चाहिँ उसको अलरेडी पनि छ, तै पनि कस्तो बच्चाहरूलाई चाहिँ फेरि लगाइदिनु मन लाग्ने कि, एउटै खालको लगाइदिँदाखेरि कस्तो हिजो पनि यही लगाइदिए, अस्ति पनि यही लगाइदिए भन्ने हुने कि। यो चाहिँ बज्नेवाला जुत्ता हो क्या है, बच्चा थिच्दाखेरि अहिले उसलाई हिँड्न खोज्छ, अनि त्यही भएर मन लागोस् भनेर ल्याइदिएको। अनि यो चाहिँ उसलाई मुगी चिया वेकवेनमा नि खुवाउने भएको भएर बेबीलाई हुने खालको मुगी चिया ल्याएको। टोटल मैले 13,000 को सपिङ गरेँ। थ्याङ्क यू फर वाचिङ। मेरो छोरी त्यहाँनिर के चकचक गरे आज।